ल है ल चेस ल ल हामी त खाने बेलामा त सिंगल नम्बर भित्र आउनु नि त हैन यो चाहिँ आजको दिन चाहिँ एकदम स्पेशल हो अब यो त कति रुनु पर्छ हैन यो दिन भेट हुनलाई कति साथीहरु रोइरहेछ आउनु नपाएर भनेर चाहिँ यो मेसेज चाहिँ पठाउनु पर्यो है भेलु बाजेहरु जस्तो नमस्ते नमस्ते आराम हुन्छ नि नमस्ते प्लिज के मन पर्छ हजुरलाई अरेन्ज अर साम्बार चेस या बहिनीको त टिकटकमा चेस जानुपर्छ हामी त हेर्नु पर्छ या हामी हेर्छौँ नि हामी हेर्छौँ हामी त मजोडी जस्तै हो नि त चौतिस हामी मजोडी हो कि बगाएको त होइन टाइममा नजन्मेर ठाउँमा नजन्मेर भयो राम्रो कुरो हो कि नराम्रो कुरो हेर्नै पाएको छैन क्या टिकटक चाहिँ कति सेकेन्ड हुन्छ रे बहिनी 70 सेकेन्ड रे टिकटक जति नै हुन्छ मैले त 70 सेकेन्ड मात्रै हुन्छ रे भनेर जति नै हुन्छ कति बोलाएको राम्रो मान्छेलाई जसले नि बोलाएकोलाई गर्छ टिक 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 सकिन्छ होला भनेको त गाउँमा नपढेको 6-7 पढेर आएको यहाँ त कामै छैन क्या अलि बुझ्दैन नि त अलि पढेको सिकाउनु भने सिकाउनै मान्दैन राम्रो मान्छे अर्कोले हेर्छ भनेर होला छोड्दैन अहिले उताबाट आउँदा 2 घन्टाको बाटो बोलेको हिँड्छ बोलेर आयो त्यसको मतलब बोल्नु होइन क्या ल अब हाम्रो नम्बरीको चाहिँ स्टार्टमा सुरु भयो हैन सुरु गर्दा अब चिकन रोस्टै अच्छा गर्नुहुन्छ अनि हाम्रो नजिक ल नमस्ते है बहिनीहरूलाई नमस्ते ल सबैलाई नमस्ते है बहिनीहरूलाई नमस्ते ल खाना खुले टिपन टापन खुलेछ उता कति भाग्यमानी यार बहिनी आउने बित्तिकै यार ठिक छ नि
हाम्रो दोस्तले चाहिँ चल नम्बरीको दिँदै हुनुहुन्छ यता लाइभ हो नि लाइभ भन्नाले यो अब सुन्ने है हेर्दाखेरि लाइभ हुन्छ के अरे न त बस्यो हेर्नु त ओके नम्बरीहरू प्लिज त्यहाँ गएर स्टार्टरमा लाइन लाग्नु छ ल आरएसएमको अर्डर आयो है होइन आरएसएमको नभनौँ होइन फेरि ल दोस् है भयो त खिच्ने मात्रै होइन तपाईँ हजुर लिनुपर्छ है भयो त ल ल हुन्छ म दिन्छु नि अलिकति हामी हाई बर्डर पऱ्यो भयो त त्यही त नि साइडमा पढिरहेकै छु होइन धेरै खायो भने फेरि तल तान्दो रहेछ कि भुँडीले के ए रोटी ठिकै छ खाइरहनु नि खाइरहेको कुल्लो तपाईँले खानुपर्छ त ल म लिन्छु नि हामी चाहिँ चाप हो त तपाईँ गर्छ त आउँदैछ कता हिँडेको चिठी मारेर पोट भएर हाट भएर खाने ल ढिलो हुँदैछ है केटा ढिलो हुँदैछ है ओहो ल दाजु नमस्ते बुढो ल नमस्ते ल धेरै भइसक्यो छिटो किन दिन्छ अब आजले करापरि हुकुम मान्नै पर्यो हुकुम मान्नेको आउँदैन अब सुसुमा आएपछि तर्द खानु पाइन्छ रे दिनु पर्यो आज है हाम्रो 72 र के अरे ल टिपन टापनको लागि चाहिँ के लाग्नु पर्छ यो छिटोलाई देख्दै मलाई त रिस उठ्छ क्या होइन यो नलयसम्म फेरि टपअप नगर्दो रहेछ कि खाली चाहिँ राख्नुपर्ने रहेछ क्या रोटी पनि भनेको छ नि हाम्रै छ क्या ए उता बाहिरबाट आउने कसले ल्याउने हो कसले हो उसले ल्याउँदैछ खास मैले पिकअप गर्नु पनि भ्याएन के दिनु पर्यो नि खेलैमा 37 वर्ष गयो त है अब 38 हुन्छ दोस् डिसेम्बरबाट त दोस् डिसेम्बर 21 बाट चाहिँ 38 लाग्छ थियो Daddy, tomato pickle. Tomato pickle. रे 93 रे 93 वर्ष बाद हो Wow, well done, those. ओहो ल विक्रम 60 छ लास्टमा झन्डा डाउन चाहिँ नम्बरीको झन्डा डाउन चाहिँ यहाँ रेकर्ड गरेछु नि मैले 93 है देख्छ भाइ दिपक घोषले झन्डा डाउन गर्छ 93 वर्ष बाद होइन इन्दाबारी यस्तो खानुपर्छ तिमीले नखानेहरू चाहिँ धेरै छिटो मान्छ त्यो खानु बल गर बस This will help the amount of धेरै दोस्त
यता पनि हालौँ भने सेम भइसक्यो 35 नम्बरले अब 93 रे बाँच्ने ल अहिले तपाईँ त्यही 93 त धेरै मात्र पर्छ भने त अलि साह्रो पर्छ भेरी बिचारा 93 भन्थ्यो बेलैमा गइहालेछ प्रिपरेसन चाहिँ त भन्थ्यो भने त सम्झने भन्थ्यो तिमीहरूले त्यो चाहिँ सुन्नु नपरोस् है फेरि त्यो चाहिँ सुन्नु म त एनी टाइम रेडी हो फेरि त्यस्तो एनी टाइम खाना कस्तो भयो टिपन टापन खाएर बसेको तपाईले खानुस् त ल म खान्छु अब लास नमानिकन खानुहोस् है कति धेरै लिएको छ दाइ लास बनिएर हामी सुरु गरेको नि म काट्दिन्छु ठिक छ ललितले बनाउँछ भने युट्युब ल त्यहीलाई चाहिँ अब सेयर गर्ने हो म यहाँबाट सुरु चाहिँ यता ल बहिनी समाज तर हुस्की चाहिँ अर्डर गर्नुपर्छ अरे तर मैले चाहिँ गरिदिएको थिएँ ट्रेमा नअटेर कि सेम गिलास चाहिन्छ तपाईँलाई पानीपट्टि बनिहाल्छ खोइ स्प्राइट छ भने यताबाट अब यहाँ ट्रेमा नअटेर अलि विचार गरेर हाँस्नुहोस् है तपाईँको मेकअप फेरि क्र्याक होला फेरि है तपाईँ यो सेल्फ हेल्प तपाईँले यहाँ मैले कम्प्लेन गर्छु नि ल सत्री हजुर बियरको नाम के रे म विक्रमले सोधेछ बियरको नाम बहादुर हस्तबहादुर एउटा डबल जेडी कसैले एउटा ठिक छ कति मोड चस्केको कति मोड नम्बरहरू अनि बहिनीहरू है ल यो हामी सबै आशा छ हामी सबै इन भयो होला है एक दुईजना नम्बरीहरू चाहिँ आउन बाँकी छ जस्तो लाग्यो मलाई तर पनि हामी अलिक समयमा अलिक ढिलो भइसक्यो है किन हाम्रो धेरै प्रोग्राम छ
हामीले रमाइलो गर्न बाँकी नै छ। पहिलो हाम्रो भेटघाट र अब स्टार्टर भइसक्यो। सबभन्दा पहिला म चाहिँ के भन्छु भने एउटा हामी यहाँ क्या नम्बरीले यो सबै जिम्मेवारी चाहिँ उहाँले लिनुभएको छ। अचानक आगो लागिहाल्यो भने त्यो नहोला, तर यो भइहाल्यो भने हामी जिम्मेवारी हुनुपर्छ। यता पनि छ, त्यहाँ पनि छ, उता छ, त्यसबाट निस्केर कार पार्कमा गइदिनु होला है। यदि भइहाल्यो भने तपाईँ सबै कार पार्कमा भेला भइदिनु होला। अनि आशा छ मेरो नम्बरीहरूले शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। मेयरको रूपमा निस्किँदैछ भन्नुहुन्छ होला, त्यस्तो नछोड्नुहोस्। आजको यहाँ उपस्थित हाम्रो सम्पूर्ण नम्बरी बहिनीहरू हजुरहरू जो पाल्नुभयो यहाँ, त्यसको लागि म एउटा एसिस्टेन्ट अर्गनाइजरको रूपमा चाहिँ हजुरहरूलाई एकदम धन्यवाद दिन चाहन्छु। हजुरहरू कति टाढोबाट नम्बरीको मायाले यहाँ पाल्नु भएको छ आज, एकदमै स्मरणीय छ। जो आउनु भएन उहाँहरूले अभियसली बिर्साउनु भयो। हामी जो यहाँ हुनुहुन्छ तपाईँहरू देवले चाहिने सधैँ भन्दा एउटै अनुहार देखिन्छ, तर यो लाइफ भन्ने कुरा चाहिँ हामीले आफैले बुझ्नुपर्छ। त्यही भन्दै सबभन्दा पहिला म आज एउटा अर्गनाइजरको हिसाबले यहाँ उभिँदैछु। हजुरहरूले थाहा पाउनुभयो हाम्रो नम्बरी इन्टेकको चेयरम्यान मेजर देव गुरुङ, उहाँले यो पार्टी अर्गनाइज गर्नुभएको थियो। जब उहाँको अस्ति 22 मेमा उहाँलाई अचानक र हामीले खुसी मनाउने भन्ने चाहिँ हामीले गरेर हजुरहरूलाई यहाँ आज निम्तो दिएर हजुर आउनुभयो। गर्दाखेरि म तपाईँ चाहिँ हात हाल्नुहोस्, म चाहिँ समातिदिन्छु। खास कुरो के भनेदेखि अब यो नम्बरी पार्टी भन्ने कुरा साँच्चै केपीले भन्दा पनि बढी घोच्यो कि बोल्दा चाहिँ बोल्यो, तर केपी बाले भन्दा बढी घोच्यो। मलाई 2 मिनट दिन्छु साथी, तिमीलाई चाहिँ डिस्टर्ब गर्छु म। अरे बाहुनले भनेर बाहुन जस्तो सिधा मान्छे है जो अब हामी दाँडा तपाईँ कहिले नम्बरी पार्टी आउँदैन दोष, अब कहाँ चिन्दै त राइट हो कि ल भन्नुहोस् त। नम्बरी पार्टी अब अनुहार चिनिन्छ। ओहो त्यही भएको हुनाले नम्बरी पार्टीमा सकभर सबै आउनु पाएर रमाइलो हुन्छ भन्ने लाग्छ। अब नआउनुलाई चाहिँ के हुन्छ नि अब होइन। अब हाम्रो 9 जसले क्याटेगोरी पनि गर्नुभएको छ, त्यही क्याटेगोरीको लागि के गर्नु, हामी चाहिँ पहिल्यै क्याटेगोरीको हो, हामी यहाँ छौँ, सधैँ अनुहार देखिन्छ। अब अरू क्याटेगोरीको लागि देख्न गाह्रो भएको छ, मेसेज पुऱ्याउनु होला, मोरै बाँचिन्न के होइन र। अब 4 जना गइसक्नु भयो, म त 93 वर्ष मात्रै भनेछु अघि। अब म बाँच्ने सबैलाई मेसेज यस्तै हो, म त्यति मात्ने, त्योभन्दा नमात्ने। यो मलाई एकचोटि दिदी पनि कुरा गर्न मन लाग्यो। 2 मिनट है रोज। नम्बरीमा पहिला हामी युकेको फ्यामिलीवाला पहिला जस्तै हो नि त है। सलामान पार्कबाट त सबै गद्दी निकाल्दाखेरि क्या सोनालीको मम्मी, बिपल्सको मम्मी, सबिनाको मम्मी टोली, विशालको मम्मी,
यहाँ सबै मम्मी यसो होइन यो सलामत बाख्रो यो त बच्चा बनाउने फ्याक्ट्री नै हो त्यतिखेर त हाम्रो तलब थिएन पैसा कार्बुट सेल कार्बुट सेलमा त्यो बुट खोल्न पाएको छैन त्यस्तो जमानाको मान्छेहरू हामी अब अहिले आएर लोक गर्दै जाने भने त अब मेरो भन्नु केही छैन साथीलाई एकदम छक्क पऱ्यो आज बिहान हामी यहीँ बस्ने भए पनि यहाँ आउँदाखेरि अलरेडी 20-25जना जति नम्बरहरू अलरेडी यहाँ आएर रेडी टु होस्टेलमा बस्नु भएकोमा एकदम ठुलो लाग्यो त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि हामीले सकि नसकी आएर धन्यवाद भन्दै अब म यो हाम्रो अर्को सानो कार्यक्रमको लागि चाहिँ हाम्रै फेरि पदम दोषलाई अगाडि निम्त्याएर उहाँले गरिदिनुहुन्छ कि भनेर चाहिँ उहाँलाई हस्तान्तर गर्दैछु धेरै धन्यवाद दिनुपर्छ हामीले किन डेप नम्बरीकोबाट उहाँले टेक ओभर गरेर यहाँसम्म हामीलाई यो यतिको सम्म आउने अवस्था मिलाइदिनु भयो त्यसमा एकदम धेरै धेरै धन्यवाद यो चाहिँ बाहिरको पार्टी प्यालेस जस्तो होइन यो चाहिँ पक्का आर्मी क्याम्प हो है यसमा चाहिँ उहाँहरूले एकदमै धेरै दुःख गर्नुभएको छ अर्को कुरो दिपकले एकदमै कुरा गर्दा लास्टमा चाहिँ रियालिटीमा गयो क्या यो मान्छे के पहिला त हँसाउँदै थियो होइन घोचेर भन्दै थियो लास्टमा चाहिँ एकदमै रियालिटीमा गयो अर्ग्यानिक थ्याङ्क यू भेरी मच दिपक है ल अब चाहिँ एउटा सानो हाम्रो नम्बरीभित्र आउनुहोस् पालो पालो गर्ने तपाईँ जहिले तहिले अब दिपकले भने जस्तो बाल नझडेको भएर तपाईँलाई बोलाएको गर्दाखेरि है अनि हाम्रो हिराराम दोष है अहिले एमपिजिएसमा करेन्टली कार्यरत हुनुहुन्छ अनि स्टाफ सार्जन कमान्डेन्ट अफ द त्यो क्याम्पको है उहाँलाई एकदम धेरै धेरै बधाई दिउँ है दोषलाई एकदमै तपाईँको कार्यकालको लागि शुभकामना है तपाईँलाई एकदम उहाँ बहिनीले चाहिँ अहिले टुकेसबुरी ब्रो काउन्सिलरमा चाहिँ निर्वाचित हुनुभएको छ यो चाहिँ सायद हाम्रो नम्बरीहरूको परिवारमा पहिलो एकदम बहिनीलाई चाहिँ एकदम शुभकामना है बहिनी है के अरे युकेको चेयरम्यान हुनुहुन्छ उहाँले एकदमै यस्तो समाजसेवामा लागेर एकदमै धेरै समाजसेवा गरिसक्नुभयो त्यसले गर्दा हाम्रो नम्बरीहरूबाट बधाई छ दोष है एकदम हामीले बाहिरको फोटोग्राफर नलिएर हाम्रै नम्बर यो छुट्टै टपिक छ है एउटा है दोष एकछिन है झाड पनि खान्छ अलि लडाउनु सरी है त्यसको लागि जस्तै अब उता के भन्छ मिडल्यान्डबाट हो क्यान्टरबरीबाट हो त्यता पनि गयो हामी होइन क्याट्रीबाट चाहिँ हाम्रो उन्सठ नाच्न पकाउँछ उहाँ चाहिँ नम्बरी पार्टी एकचोटि छुट्छ ठिक छ यार नम्बर यार मान्दोसलाई है किनभने यो चाहिँ पक्का सही कुरा हो है यदि तपाईँ हामी त्यहाँ जान चाहन्छौँ भने हामीले ट्राभल लज बुक गरेर अथवा होटल बुक गरेर त्यहाँ पनि गर्न सक्छौँ है ल थ्याङ्क यू भेरी मच 6 5 4 3 2 1 धन्यवाद छ दोस्त तपाईँले फुटाउनु होइन बिस्तारै ओके स्याम्पेन फुट्दैछ है नहराइदिनु पर्यो
हेलो के त दाजु मैले तपाईँहरू चाहिँ ग्लास पठाइछ ग्लास पिन ल ग्लास पिन आइ तपाईँहरू सिनियर दाइ अनि जुनियर हुनुपर्छ सबै ग्लास है तपाईँ यो पानी December, only 37 inch. 37 no. Mama, 3 chairs lying time. Look. अब यही हो नि 3 chairs for intact 87 December. Here we go. एकैछिनको लागि हजुरहरूको कपडामाथि सब गरिदिनु होला नम्बरी साहबहरू बहिनीहरू अब अगाडि कार्यक्रम हुँदैछ इन्टरटेनमेन्ट कार्यक्रम हुँदैछ रमाइलो फन गेमहरू हुँदैछ सबैले त्यसमा हामी फन केन्द्रित गर्छौँ तम्बोला गर्छौँ राफल गर्छौँ के चगाउने फेरि अहिले त बौदिन्छ आज बुढो आयो भने गर्दा प्रहरी आयो भन्ने काम मेरो हो भन्ने चाहिँ होइन लेडेको ठुलो हुन्छ नि हेर्नु यो डक्टर सक्टर सब फलडो आए तानी त्यसले गाडी गनाएको राम्रो कि होइन रामदास Hey!
त्यहाँबाट हेरेको रहेछ भात खान आएछ भने साथी एक दुईजना चला सिक्न लड्ने होइन आलुदम सर्साउनु भन्दै मेरो नम्बर होइन 72 र मेरो आज क्लास दौरो हुन्छ नि ओ यहाँ सबभन्दा कोकना आउँछ के आउँछ दोस ल ल दिनुपर्छ यार अब गुरुङको छोरा हजुर है चटनी खाने पनि हो चरप्पै हो नि चरप्पै हो त चरप्पै ल ल ल
हजुर पनि यहाँ आउनुहोस् हजुर हजुर त है बिचरा गलबन्दी लगाइदिएको फोटो खिच्नेमा भए जस्तो भयो है गर्दा खाना लिन्छ है ठिक छ ल गुड एभ्रिथिङ ओ चटनी मोर चटनी मोर चटनी आलु हो आलु नै हो रेडी खाइदिउँ ल ल दोस्त दामी छ जम्मै बुढो यो मासु नसकेर कोही जानु पाउँदैन है म हेर्छु ल नम्बरहरू आज ग्याट टुगेदर भएर मलाई एकदमै खुसी लाग्छ 37 इयर्स हामी सबै लाइभ पहिला कुरो त लाइभ भयो मलाई खुसी छु सबै दाजुभाइ मेरो नम्बरीहरू दिदीबहिनीहरूलाई भेट्दा एकदमै खुसी लाग्छ आज दोस्त तपाईँलाई कस्तो लाग्छ एकदम ठिक मलाई नि एकदम राम्रो लाग्छ खुसी लाग्यो नट जोक के 37 इयर हामी लाइभ हुनु पाउनु नै एकदमै खुसी अनि मैले टिकटक पनि बनाउँछु तपाईँ साथीहरू विनोद गुरुङ 7877 हेर्नु म टिकटक बनाउँछु 1.8 मिलियन पिपुलले मेरो भिडियो हेर्छ इट्स नट जोक तपाईँहरूको माया हो तपाईँले हेर्नुहोस् विनोद गुरुङ 7877 लाई गएर हेर्नुहोस् टिकटकमा यहाँ म धेरै भिडियो मैले तपाईँहरूलाई हालेको छु हेर्नुहोस् ल धन्यवाद दोस्त कति धेरै हालेको यार आमा पोखी लाग्छ कति यार धेरै भयो हजुर हामी आयो दोस्त थ्याङ्क यू दोस्त ल मिठो खाना खाने मौका पाइयो फुल भाइ थोरै भएन अरे यार मलाई फेरि यति धेरै हालिदियो किन मन परेर हो मलाई हालिदिन्छ कि किन यति धेरै हालिदिएको मन परे चाहिँ के बदर हजुर एकदम ठिक ल तपाईँ खाना खान्छ है ल ल अब म लास्ट तपाईँ खाना खान्छ है Sorry, man. Sorry, man. यो चाहिँ अहिले मेरो भाग है छोटो गेम चाहिँ अब सबभन्दा राम्रो नै मेरो चाहिँ छोटो गेम हो आज हाम्रो 87 इन्टेक टु नम्बरी भेटघाट जस यहाँ बियर लिएको बियर खाएको लाग्ला कस्तो हुँदैछ त दाइ खाना कस्तो हुँदैछ खाना एकदम पर्फेक्ट भयो नि
जाहिरको दौड्नु यो डौलेन सार्नु केही कोर्नु नपाएन कोसेर आज हाम्रो नम्बर मजाले खाइसक्यो यही भयो दादा होइन ठिकै हुँदैछ दाइ इन्जोय गर्दै हुनुहुन्छ आज हाम्रो नम्बर पार्टीको चाहिँ एकदम राम्रो पार्टी भइरहेछ आज पर्फेक्ट रहेछ सामान यता दाइहरू इन्जोय हुँदैछ है धन्यवाद चेयरम्यान गर्दै हुनुहुन्छ हाम्रो टाढा बहिनीले है मिसेस गुरुङ है हजुर आज हाम्रो यो नम्बरी भेलामा चाहिँ एकदमै हामी भएन यति राम्रो समय यस्तो जुर्यो हामी सबै एकै ठाउँमा भेला हुँदाखेरि एकदम खुसी लागेछ दाजु खास भन्दा म सुरुवात गर्न चाहिँ हाम्रो देव दाजुको परिवारमा त्यस्तो घटना घट्दाखेरि एकदमै दुःख लागेको छ हामीलाई पनि हामी सम्पूर्णको तर्फबाट अघि एउटा संवेदना नै भयो त्यसै गरी मान दाजुको उता नेपालमा त्यस्तो भयो भने एकदमै दुःख लागेको छ हामी सबैलाई म पनि अब नेपाल जाँदैछु सकेसम्म म भेट्ने कोसिस गर्छु र सम्पूर्ण नम्बरी दाजुहरू अनि नम्बरीहरू सम्पूर्णलाई हाम्रो तर्फबाट हाम्रो परिवारको तर्फबाट एकदमै आभार धन्यवाद दिन चाहन्छौँ यस्तो धेरै सम्मान इज्जत गरेर हजुरहरूकै कारणले गर्दा आज हामी जहाँ छौँ हजुरहरू एउटा दोस्रो घर भनेर मेरो श्रीमानले भन्दै गर्दाखेरि मलाई धेरै कुरा थाहा नहोला तर यहाँ आउँदाखेरि मलाई आफ्नो घर एउटा परिवारमा आएको जस्तो फिल हुन्छ संस्थामा कार्य समितिको धेरै महत्त्वपूर्ण चाहिँ भूमिका छ यसमा अघि मेरो श्रीमतीले भनिसक्नुभयो हाम्रो देव साहबको त्यो हुँदै गर्दा यो पार्टी सक्सेस गराउनुमा उहाँको ठुलो हात छ है त्यसले गर्दा उहाँलाई हामीले सानो धन्यवाद दिनैपर्छ भन्ने मलाई लागेको छ ल रामदोषले मोहन दोषलाई यो खडा हुनु पर्यो यो चाहिँ त्यसै भएको छैन नम्बरी साहब यो क्याम्पभित्र है फोटोग्राफ हाम्रो नम्बरीलाई दिनुभएको समय र अनि इन्टरटेनमेन्टदेखि लिएर धेरै एडभाइसहरूदेखि लिएर है यसलाई चाहिँ यो भनेको हाम्रो नम्बरीहरूलाई निरन्तरता दिनु हो है यो चाहिँ तपाईँहरूले चाहिँ आउने ठाउँमा सम्झिनु होला मेरो नम्बरी बहिनीहरू सबैलाई नमस्कार है प्रकाश दोषले मलाई अगाडि ल्याउनुको कारण के भने आज म सबैभन्दा पछि आएको सजाय हो यो अगाडि आएर एक दुई कुरा भन्नै पर्छ भनेर सजाय दिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद है यहाँहरू सम्पूर्णमा म व्यक्तिगत तर्फबाट मात्र नभएर मेरो श्रीमतीको मार्फतबाट पनि म यहाँहरूसँग म माफी चाहन्छु ढिला भयो त्यसको माफी चाहन्छु त्यसको कारण थियो होइन अब के गर्ने अभाग्यवश हामी विभिन्न युगमा आएर नेपाली समुदायहरू निकै ठुलो छ सम्पूर्ण समुदायमा एक अलिअलि भए पनि समय दिँदाखेरि अलिकति ढिला भयो त्यसको लागि क्षमा चाहन्छु यही सन्दर्भमा माइन्ड गर्नुहोस् है
सरी है मैले तपाईँहरूलाई अलिकति यतातिर पहिलेहरूलाई मुभ गराएँ त किनभने सँगै बसेर सँगै दोष एकैछिन है बारमा एकछिन प्लिज नगर्नु हजुर के कुरा के हो भन्दाखेरि अब हामी चाहिँ अब प्रत्येक साल दिपक दशैँलाई अघि भनिहाल्नु भयो म चाहिँ फर्मेलिटीतिर केही पनि गएन होइन जति दुःख परेको यताउता संवेदना बधाई सबै हजुरहरूले गरिहाल्नु भयो म चाहिँ रिमाइन्ड गर्दैन किनभने समय एकदम थोरै दिनुभएको छ अनि जति पनि मैले उहाँहरूले बोलाएको चाहिँ कमी उहाँ एकदमै मेरुदण्ड हो तपाईँहरू सबैले थाहा छ पहिला डे 1 देखि नै अब हाम्रो संस्थालाई हँसाउने रुवाउने त होइन हँसाउने जहिले पनि एकदमै इनर्जी बुस्ट गर्ने व्यक्ति भएर मैले उहाँलाई बोलाएको अनि अलिकति उहाँलाई काम दिन पनि बोलाएको है त्यतिको बोलाएको होइन किन बोलायो होला चाहिँ नठान्नु होला विशेष गरेर बहिनीहरू माफ माग्नुहोस् हजुरहरूले कफी अनि केक लिँदै दिपक नम्बरीले हामीले फक्सन पनि भन्यौँ क्रुजमा होलिडे मनाउने नम्बरी पार्टी गर्ने हङकङ लाने तपाईँहरूलाई नेपाल लाने भन्ने खालको आश्वासनहरू दिएको थियो अब फेरि यही बेला आएको छ अब यो मान्छे त वैगात्मक गफ मात्रै दिँदो रहेछ यो अब हाम्रो रोजिना पनि भर्खरै अब काउन्सिलरमा इलेक्टेड हुनु भएको छ आफ्नो ठाउँमा छ तर नम्बरी भनेको के हो भन्दाखेरि हामी सबै कुरा उतैतिर छोडेर यहाँ आउँदा हामी बराबर हो त्यो र राम नम्बरी क्याप्टेन हो ऱ्याङ्कले पल्टनको तर सबभन्दा पहिला ऱ्याङ्कको अगाडि रेक्रुट लेख्ने पनि उयो कहाँ छ क्याप्टेन रामदोष यता आउनुहोस् त हो रामदोष टोपी मात्रै लगाएको हुँदैन मान्छे नि आउनु पर्यो होइन तपाईँ गर्ने कि नेपालमा गर्ने है हङकङमा गर्नको लागि चाहिँ अलिकति मैले रिसर्च गरेको छु अनि मलाई चाहिँ के चाहिँ मलाई पक्का 100% स्योर छ भने हाम्रो नम्बरीहरूमा जुनै पनि काम गरौँ भन्यो भने आज डिसिजन गऱ्यो भने भोलि बिहान 35 जना चाहिँ रेडी हुन्छ भनेर 35 जना नम्बरी भएपछि मिसेसहरूले प्रायः सबैले साथ दिन्छ 35 जना 70 जना त भोलि बिहानै रेडी हुन्छ तर एम चाहिँ त्यो होइन हाम्रो 125 जना भर्ती भएको हो म्याक्सिमम एटलिस्ट 70-80 जना फ्यामिली चाहिँ हामीले जम्मा गर्न सक्यो भने हामी सक्सेस हुन्छौँ है सबैको तपाईँको आर्थिक स्थिति सबै स्थिति बराबर छैन त्यसले गर्दा सकेसम्म हामी सबैले चाहिँ ल्याउने कोसिस चाहिँ गर्नुपर्छ होइन म जान सक्छु तपाईँ जान सक्नुहुन्छ तपाईँ जान सक्नुहुन्छ ठिकै छ छोड्दै अरू त्यो होइन हामी नम्बरी हो सबैको स्थिति बराबर छैन त्यसले गर्दाखेरि फाइनेन्सियल्ली पनि हामीले चाहिँ विचार गर्नुपर्छ त्यसले गर्दा सकेसम्म नम्बरीहरू चाहिँ भन्छु यो चाहिँ फुल्ली गाइडेड टुर हो एभ्रिथिङ विल बी प्रोभाइडेड एक्सेप्ट यो एयरफेयर चाहिँ अब तपाईँहरू आफै नै गर्नुपर्छ अनि टार्गेट चाहिँ कहिले हो भन्दाखेरि जस्तै अब नेपालै जाँदाखेरि तपाईँ अफ सिजनमा जानु भयो भने 800-900मा चाहिँ टिकट पाउँछ पिक सिजनमा गयो भने 1200-1300 तिर्नुपर्छ होइन दुईजना बुढाबुढी जाँदाखेरि तपाईँ 800 पाउन्ड नै फरक पर्छ त्यसले गर्दा यो हङकङमा चाहिँ तपाईँको फेब्रुअरी महिनामा गर्मीमा त हामी जाने कुरा भएन फेब्रुअरी महिनामा कङ्गाई फस्छ त्यहाँको न्यु इयर दिएर गइसकेपछि प्राइस एभ्रिथिङ होटेल के अरे फ्लाइटको फेयर चाहिँ लो हुन्छ त्यतिकै मैले बकबक गरेको होइन मैले पक्कै प्रोफेसनल मान्छेसँग कन्सल्ट गरेर भने हो गर्दाखेरि फेब्रुअरीको कङ्गाई फस्छ सिद्धिने भनेको फेब्रुअरीको 2nd विकतिर चाहिँ हुन्छ है त्यो बेलामा गयो भने अलिकति हाम्रो सस्तो पर्छ किन अब पिक के अरे सिजनको चाहिँ टिकट लिएर हामी जानु त्यो चाहिँ रफली चाहिँ महिना चाहिँ त्यो हुन्छ फेब्रुअरीको 2nd विक है अनि यसमा चाहिँ के छ भन्दाखेरि यसमा कस्तो राखेको छ भने 10 दिनको टुर राखेको छ सो विल स्टेइङ 10 days इन 5-star होटल अब त हामी त बस्न सक्छ नि होइन तपाईँ हामी बस्न सक्यो को सक्छौँ होइन 5-star होटल अलिकति फ्लेभर हामी पहिला हङकङ बस्दा हामी 5-star होइन कतिमा बस्यो त्यो नम्बरहरूलाई थाहा छ है अब त अलिकति हाम्रो पनि त अब त्यो लाइफ अपग्रेड भयो होइन सो विल स्टेइङ इन 5-star होटल फर 10 days अनि यसको प्रोग्रामहरू यस्तो छ अभियसली हाम्रो चाहिँ one day चाहिँ हाम्रो प्रपर सेलिब्रेसन हुन्छ लाइक हाम्रो 40 इयर्सको एनिभर्सरी 5-star होटलमा पर्फेक्ट डिनर हुन्छ अब सबै लाइकवाइज हामी नर्मली जे गर्छौँ सुनेको छैन नम्बरी साहबहरू पछाडि अलिकति क्वाइट भइदिनु पर्यो हेलो नम्बरी साहबहरू पछाडि क्वाइट हुनु पर्यो थ्याङ्क यू भेरी मच भन्न चाहन्छु अब रिजल्टमा म जान गइरहेको छु सबभन्दा पहिलो रिजल्ट आजको भल्क्रो बल थ्रोइङ टाई भएको थियो हाम्रो गजबीर नम्बरी साहब अनि हाम्रो हिराधन नम्बरी साहब तर हिराधन नम्बरी साहबले हाम्रो अनि यो
प्राइज स्पोन्सर गर्ने हुनुहुन्छ हाम्रो नारायण नम्बरी साहब। नारायण नम्बरी साहब, थ्याङ्क यू भेरी मच। द्याट्स योर प्राइज स्पोन्सर दा। थ्याङ्क यू। हजुरलाई फेरि बधाई छ एज अलवेज। यो स्पोन्सर गर्नुहुनेछ 7826 पदम भुजेल अनि अर्को स्पोन्सर गर्नुहुनेछ 7834 भेम फन। Thank you very much. Thank you, Lord. As usual. Thank you. Thank you. पहिलो नम्बर आउँदैछ। कलर कोही फरक छैन। आज हाम्रो सबै एउटा दुईटा आयो। मैले हेरेको छैन, दुईटा आयो। ल ल ल ल ल ल ल ल ल नम्बर आयो। नम्बरी साहबहरू, बहिनीहरू। 9 and 2 92 9 and 2 92 9 and 2 92 92 बहिनीहरू हाम्रो नम्बर निबेनलाई पहिलो प्राइज दिनको लागि अब अर्को पुरस्कार बहिनी हजुरले नै तानिदिनुपर्छ। ल एउटा नम्बर निकालिदिनुहोस्। थ्याङ्क यू भेरी मच। आफै निकालेर जानुस् है। वाइ नट? भाग्य छ भने कहिले पनि छैदैन। भाग्य छ भने कसैले पनि कहिले पनि छैदैन। नम्बर आयो। नम्बरी बहिनीहरू, नम्बरी साहबहरू 186 नम्बर 186 186 नम्बर 186 186 नम्बर 186 correct. बहिनी राख्नु होला, फेरि पर्न सक्छ। त्यसले गर्दाखेरि नम्बर 4 थ्याङ्क यू भेरी मच। ल once again thank you। मैले हजुरहरूलाई once again thank you very much। ल अब तेस्रो नम्बर आउँदैछ होइन। 43 दोष के हुँदैछ बहिनी त खाली झोला ठुलै लिएर आउनुहुन्छ क्या बहिनीले? बहिनी के हुँदैछ? ल आयो अर्को नम्बर आयो। अर्को नम्बर 224 224 224। दोष के हुँदैछ पछाडि? हेलो भीष्म दोष अनि 78 42 दोष के हुँदैछ? नम्बर आयो 116 116 116 नम्बर 116। मभन्दा धेरै हल्ला गर्छ त बुढाहरू। खत्तम छ हो तिमीहरू त यार। ल बुढा हो आयो अर्को बहिनीहरूको लागि नम्बर आयो 191 191 191 191 191। बहिनीलाई बधाई छ। once again यो नम्बर राख्नु बहिनी। थ्याङ्क यू भेरी मच। अर्को नम्बर हामी 1 बजे भन्छौँ, 1:30 बजे 2 बजे आइपुग्छौँ, 5 बजे आइपुग्दैनौँ। त्यसले गर्दाखेरि अब आउँदो वर्षमा समयलाई हामीले चाहिँ अब आदर गऱ्यौँ भने
मन कुरा